एउटा नयाँ जिमेल आइडी जिमेल एकाउन्ट कसरी बनाउने? यदि तपाईँहरूले पनि आफ्नो मोबाइल फोनबाट एउटा नयाँ जिमेल आइडी जिमेल एकाउन्ट क्रिएट गर्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् अब भिडियोलाई स्टार्ट गरौँ। एउटा नयाँ जिमेल एकाउन्ट क्रिएट गर्नको लागि तपाईँहरूले के गर्ने? जिमेल एप्लिकेसनलाई ओपन गर्ने। ओपन गरिसकेपछि माथि कुनामा रहेको आफ्नो जिमेल आइडीको सिम्बलमा क्लिक गर्ने। एड अनदर एकाउन्टमा क्लिक गर्ने। क्लिक गरिसकेपछि गुगलमा क्लिक गर्ने। त्यसपछि हजुरहरूमा के छ, फिङ्गर प्रिन्ट छ कि पासकोड छ, जे छ त्यो हाल्नु होला। क्रिएट एकाउन्टमा जानु होला। फर माई पर्सनल युजमा जानु होला। त्यसपछि यहाँबाट फर्स्ट नेम राख्नु होला। त्यसपछि लास्ट नेम थर्ड यसमा नेक्स्ट गर्नु होला। त्यसपछि यहाँ डेट छान्नु होला, तपाईँको डेट अफ बर्थ के हो। पछि माउन्ट, पछि डे सिलेक्ट गरेपछि नेक्स्टमा क्लिक गर्नु होला। यहाँबाट जेनरल मेल सिलेक्ट गर्नु होला। तपाईँ अब मेल हो फिमेल हो त्यो आफ्नो अनुसारले सिलेक्ट गर्नु होला। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि यहाँ तपाईँहरूले अब आफ्नो के नामले अब जिमेल आइडी बनाउन चाहनुहुन्छ त्यो नाम यहाँ हाल्नु होला। सबै स्मल लेटरमा हाल्नु होला। नेक्स्ट गर्नु होला। अब पासवर्ड हाल्नु होला। पासवर्ड हालेपछि नेक्स्ट गर्नु होला। त्यसलाई सेभ गर्न मन लाग्यो भने सेभ गर्नु, लागेन भने नगर्दा पनि हुन्छ। म सेभ गर्दैछु। अब नेक्स्ट गर्नु। एग्रीमा क्लिक गर्नु। माथिपट्टि कुनामा रहेको जिमेल आइडीको सिम्बलमा क्लिक गर्नु। जिमेल आइडी बनेर तयार भइसकेको छ।